आज हाम्रो यात्रा चाहिँ हामी आज दिक्तेल दोर्पा पुग्छौँ र त्यहाँको विद्योदय के अरे बेसिक स्कुललाई चाहिँ हामी त्यहाँ सहकार्य गर्छौँ र भोलिपल्ट हामी निगुरेको आउटा स्कुललाई सहकार्य गरेर गुड मर्निङ नमस्ते। अहिले म यो दोर्पा को विद्योदय आधारभूत विद्यालय मा छु र हामी यो विद्यालयलाई विगत निकै वर्षदेखि सहयोग गर्दै आइरहेका छौँ। यो सहयोगको क्रममा चाहिँ हामीले यहाँ अहिले देख्नुहुन्छ यहाँले हामीले यहाँ टोयलेट व्यवस्था गरिदिएका छौँ, खानेपानीको व्यवस्था गरिदिएका छौँ र यहाँका प्रत्येक क्लासरुमहरूमा सबै क्लासरुममा हामीले व्हाइट बोर्ड प्रयोग गरेका छौँ र केही कम्प्युटर हामीले मोनिटर र स्मार्ट टिभी पनि बच्चालाई चाहिँ त्यो एक्सेस होस्, आइटीसँग एक्सेस होस् भनेर पनि त्यो दिएका छौँ। र यो वर्ष पनि हामीले चाहिँ काव्य स्कुल निकेल्सपोर्ट नेपाल कृष्ण भास्कर फाउन्डेसन र हाम्रो काव्यको के किट्स Q1 के किट्सको सहकार्यमा हामीले यो डोनेसन भन्दा पनि यो सहकार्य गर्दैछौँ, जसले चाहिँ बच्चाहरूको लर्निङ प्रोसेसलाई चाहिँ सहज बनाओस् र सरल बनाओस् अथवा उनीहरू लर्निङ प्रोसेसमा उनीहरूको सिकाइलाई सहजीकरण गर्ने कुरामा चाहिँ हामी यसलाई चाहिँ यो सहकार्य गर्दैछौँ। र यो सहकार्यका लागि हाम्रो यो सहयोगलाई स्वीकार्ने यहाँ विद्यालय टिमलाई पनि हामी अति सहयोग गर्छौँ र फेरि पनि सहयोग गर्ने बाचा गर्छौँ र धन्यवाद दिन्छौँ। साथै I would like to thank Nikelsport Nepal, the chairperson, my mom, Christine Knocker, and the team from Tennessee. त्यसै गरेर काव्य स्कुलका सबै बोर्ड अफ डिरेक्टर्स साथीहरू र विद्यार्थीहरूलाई पनि हामीले आभार व्यक्त गर्न चाहन्छु, किनभने we have started a birthday scholarship fund that helps us create some amount to collaborate with schools in the remotes or the students who are in need. र यो यस्तो कार्यका लागि हामीलाई उत्साह गर्ने सम्पूर्ण टिम र सबैजनालाई म चाहिँ धन्यवाद दिँदै आजको हाम्रो यो सहकार्य हामी सकेपछि अर्को सहकार्य हामी भोजपुरमा गर्दैछौँ र त्यहाँ हामी जाँदैछौँ र यहाँको विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरू सदस्यहरू सबैलाई चाहिँ म आभार व्यक्त गर्न चाहन्छु र महानुभावहरूलाई पनि तपाईँहरूले आफ्नो सकेको सहयोग गर्न चाहनुहुन्छ भने यु क्यान हेल्प अस। थ्याङ्क यू। सपोर्ट गर्दै गरेको विद्यालय चाहिँ यो हो र यो विद्यालय चाहिँ किन छानियो भन्दाखेरि चाहिँ यो दोर्पामा यो विद्यालय चाहिँ रिमोटै छ। हामी आउँदाखेरि पनि वास्तवमा यो दुर्गमै छ, अहिले रोड आइसकेपछि सहज भएको छ र मेरो श्रीमती विष्णु कुमारी चाहिँ यो विद्यालयमा प्राथमिक शिक्षा पनि लिएको हुनुहुन्ले र हामी विष्णु कुमारी भास्कर फाउन्डेसनको नाम उनको मेमोरीमा चाहिँ हामीले त्यो फाउन्डेसन पनि बनाएका छौँ र वान अफ द सपोर्टिङ एजेन्सिज त्यो पनि हो। त्यस्तै काव्य स्कुल हामीले सुरु गरेको स्कुल जुन चाहिँ यो 16 वर्ष भइसक्यो, 2010मा सुरु गरेको हामीले यो स्कुल। अब निकेल्सपोर्ट नेपाल चाहिँ टेनेसी यो मेरो साथी मैले आमा भन्छु क्रिस्टिन हकर्टले सी हेज स्टार्टेड इन Tennessee, USA to support school program in Nepal. र के किट्स चाहिँ हाम्रो काव्यको Q1 क्लब अन्तर्गतको बच्चाहरूको चाहिँ के किट्स क्लब हो। सो इट्स अ कोलाबोरेटिभ वर्क, यो एकजनाले होइन कि इट्स अ कोलाबोरेटिभ वर्क र यो सहकारी भएको हुनाले यहाँको लोकल पिपुलहरू पनि ले पनि सपोर्ट गर्नुभएको छ। हामी आउँदाखेरि यस्तो भव्य हामीलाई स्वागत गर्नुहुन्छ, हामीलाई यहाँ आउँदाखेरि खाने बस्ने व्यवस्था गर्नुहुन्छ र यो समुदायको पनि हामीलाई चाहिँ सपोर्ट छ। उहाँहरूले पनि ठुलो सपोर्ट गर्नुभएको छ यो ग्रहण गर्नेमा। यो एकरो दिने मात्रै होइन कि यो सहकार्य हो, सहकार्यमा चाहिँ सपोर्ट गर्ने सम्पूर्ण यहाँका स्थानीय बासिन्दाहरू, बुद्धिजीवीहरू, शिक्षकहरू, मेरा आफन्तहरू यहाँ हुनुहुन्छ, ससुरालीहरू थुप्रै, उहाँहरू सबैलाई म चाहिँ धन्यवाद दिन चाहन्छु। र अब हामीले चाहिँ यो केही वर्ष अगाडि यहाँ हामीले यो टोयलेटहरू बनाइदिएका थियौँ र हाम्रो बोर्डहरू पनि क्लासरुममा बोर्डहरू पनि हामी हेर्न सक्छौँ। यो खानेपानीको व्यवस्था पनि हामीले गरेका हौँ र यो चाहिँ हामी त्यहाँसम्म यहाँलाई देखाउन चाहन्छौँ र यो सहज भएको छ। यो हामीले गर्ने भनेको वी आर नट डुइङ अ बिग थिङ, तर सहजीकरण होस्, बच्चालाई स्कुल गएर पढ्न सहज होस् भनेर बनाएको हो र सपोर्टिङमा हामीले त्यसलाई चाहिँ यो यहाँहरू देख्न सक्नुहुन्छ। यो यतातिर हामीले यो बनाइदिएका छौँ यो टोयलेट र त्यहाँ चाहिँ हाम्रो एउटा शिलालेख पनि हाम्रो यो यहाँ रिकगनाइज गर्नका लागि राखेको छ। यहाँ डोनेट गर्नुभएकोहरूको पानी छ, यहाँ चाहिँ यो हिँड्छ, यो हामीले बनाइदियौँ, टोयलेट बनाइदियौँ र चाहिँ
होइन त टोयलेटहरू यता खानेपानी यसरी चाहिँ यो खानेपानी यता छ र हामी अब क्लासरुममा पनि हामीले बोर्डहरू वाइट यो बोर्डहरू राखिदिएका छौँ त्यसलाई। अब हाम्रो क्लासरुमतिर यो चाहिँ लगभग सबै क्लासरुममा छ नि त हामी सबै क्लासरुम क्लाउड कम्प्युटिङ भनेको के हो? कम्प्युटर पनि गर्नुपर्छ। त्यो स्थानीय सब्जेक्टमा चाहिँ पहिले हाम्रो इङ्ग्लिस राखेको थियौँ नि, अनि अहिले चाहिँ म भइसकेपछि चाहिँ यो इङ्ग्लिस पनि ठिकै हो, अब इङ्ग्लिस सब्जेक्ट छँदैछ। अनि त्यो स्थानीय भाषामा चाहिँ कम्प्युटर राख्नु पाउँथ्यो भनेर बोर्डिङको किताब फाल्टै बनाउँछौँ हामी। नेपाल सरकारको चाहिँ छैन, त्यो बोर्डिङको किताबलाई चाहिँ हामीले नेपाली माध्यमबाट 6, 7, 8लाई चाहिँ कम्प्युटर पनि भयो होइन। क्लाउड कम्प्युटिङ भनेको के हो? ए लु कति राम्रो भयो। कति कक्षा पढेछ? हजुर 8 कक्षा 5 कक्षा पनि छ। कम्प्युटर चाहिँ माथि छैन? हाम्रो कम्प्युटरहरू यहाँ छ, टेलिभिजन पनि यहाँ छ। इन्टरटेनमेन्ट लर्निङ सहजीकरणका लागि हामीले आइटी इन्टिग्रेसन, इन्फर्मेसन र इन्टरटेनमेन्ट दुइटै होस् भन्नका लागि हामीले यो स्मार्ट टेलिभिजन यो पनि प्रोभाइड गरेका हौँ। र त्यसै गरेर हामीले कम्प्युटर पनि केही थान प्रयोग गरेका छौँ। यो वर्ष पनि हामीले केही थान एउटा फेरि कम्प्युटर थपेका छौँ र यसले पनि लर्निङ सहजीकरण भएको छ होइन है? यसले लर्निङ सहजीकरण भएको छ। त्यसले गर्दाखेरि चाहिँ बच्चाहरूलाई चाहिँ हामीले सिकाइ सहजीकरण गरिदिने रहेछ क्या। अब सिकाउने भन्दा पनि सहजीकरण गरिदिने चाहिँ कि बच्चाले आफै सिकोस्, त्यो कन्सेप्ट भएको हुनाले हामीले चाहिँ यसलाई सपोर्ट गरेका छौँ र विद्यालयले पनि यसलाई भरपुर सदुपयोग गर्नुभएको छ। हामी आभारी छौँ, किनभने हामीले यति दिएको भरमा तपाईँहरूले कम्प्युटर क्लास चलाइरहनु भएको छ। म्यान पावर कस्तो छ, ह्युमन रिसोर्स थाहा छैन, कम्प्युटर पढाउनलाई कस्तो योग्य मान्छे हुनुहुन्छ, तर पनि सुरु गर्नुभएको छ। बच्चाले अर्को स्कुलमा जाँदाखेरि कम्प्युटर देखेकै छैन भन्नु त परेन नि त। सिकाइ भयो, कम्प्युटर बच्चाले सिक्छन्, यो ठुलो कुरा भएको छ। हामी आभारी छौँ र चाहिँ हामी सहयोग गर्ने बाचा पनि गरिरहेछौँ। हाम्रो स्टुडेन्टहरूले क्लासमा थ्योरी गरिराखेर पनि यहाँ आएर 2-4 लाइन उनीहरूले अङ्ग्रेजीमा पनि अनि नेपालीमा पनि उनीहरूले 2-4 लाइन चाहिँ हाम्रो सिकिसकेका छन् र त्यहाँ सरहरूले पनि सिकाउनुहुन्छ। र क्लास वाइज गरेर उहाँहरूलाई प्र्याक्टिकलमा ल्याउँछौँ बच्चाहरूलाई 6, 7, 8लाई ल्याउँदाखेरि अभिभावकहरूलाई चाहिँ उहाँहरूलाई थाहा छैन कि विद्यार्थीहरू यताउता गरे अनि विद्यार्थीहरूलाई राम्रो पढाएन सरहरूले, बाहिर सिलिङ पनि गरिरहेको भेट्छौँ भन्ने उहाँहरूले भन्नुहुन्छ। तर उहाँहरूले भित्री कुरा चाहिँ कसरी लर्निङ गर्नुपर्ने भन्ने त्यो उहाँहरूलाई चाहिँ तौर तरिका अथवा त्यसको उयोहरू नभएर त्यस्तो उहाँहरूले सोचेर हुन्छ। तर उहाँहरूलाई पनि हामी बिस्तारै बुझाउँदै लान्छौँ, उहाँहरू आफै पनि बुझ्नुहुन्छ, बच्चाहरूले बुझाउनुहुन्छ, त्यसरी बुझ्दै जानुहुन्छ भन्ने आशा छ हामीलाई। हजुर, म यस विद्यालय आधारभूत विद्यालयको सञ्चालक समितिको अध्यक्ष म चक्र गुरुङ चाहन्छु। मेरो चाहिँ विनम्र नमस्कार गर्दै यहाँहरू पाहुनाहरू प्रति मेरो सदा सर्वदा मेरो चाहिँ स्वागत अनि अथवा हजुरहरूप्रति चाहिँ मेरो धेरै धेरै आभार प्रकट गर्दै धन्यवाद भन्दा के टक्राउन सक्छु। र उहाँहरूले दुःख र कष्ट गर्दै कहाँदेखिको यत्रो अनुदान ल्याइदिनु भएको छ यो दुःखी ठाउँमा। अब जस्तै हाम्रो विष्णु फाउन्डेसन भन्छन्, अब हाम्रो बहिनी बालककालमा यहाँ पढिराख्नु भएको कारणले गर्दाखेरि उसको सम्झनामा यस्तो कार्यक्रम आएकोमा हामी कति खुसी प्रकट गर्न चाहन्छौँ। र सधैँभरि हाम्रो बहिनीले पनि यस्तो यहाँको भाइ बहिनीहरूलाई गरेको खण्डमा
उहाँ बहिनी स्वर्गवास भए तापनि सधैँभरि सुख सन्तुष्ट रहिरहन् अनि उहाँको परिवारलाई पनि सुख सन्तुष्ट यसै गरी गरी उहाँको परिवारहरूले संसार सहारामा सहयोग गरिराख्नु पाउन् भन्दै हामीलाई चाहिँ म कस्तो लाग्यो भने यो साह्रै खुसी र दगदग मेरो आत्मामा चाहिँ र यो गाउँवासी हाम्रो जति पनि यो विद्यालय एरियाको भनौँ साह्रै खुसी पटकर गर्नु चाहन्छ। सधैँभरि पोहोरपरारदेखि नै यो अब यहाँ खानेपानी आयो यसमा पनि साह्रै खुसी र अहिले त झन् अब कम्प्युटर आयो अहिले समयअनुसारको नत्र भने यो हाम्रो दुःखी ठाउँमा यसरी आउनै पाउँदैन थियो अनि अथवा देख्नै पाउँदैन थियो। त्यसै कारणले गर्दाखेरि म चाहिँ यहाँहरूप्रति साह्रै खुसी र मेरो विष्णु बहिनी फाउन्डेसनलाई उहाँ चाहिँ हजुरहरूले यस्तो कार्यक्रम ल्याइदिनु भएकोमा हामी चाहिँ सधैँभरि खुसी र सुख चाहन्छौँ भन्दै म र यति नै मेरो छोटो शब्दलाई यहीँ टक्राउनु चाहन्छु। हस्त सर नमस्कार यहाँहरू सबैलाई। अब म चाहिँ नीतिहरूमा राजनीति भन्दा नि मूल नीति शिक्षा नीति नै लाग्छ। किनकि शिक्षा सम्बन्धी यो स्कुल सपोर्ट प्रोग्राम इन कोलाबोरेसनले यसमा संलग्न काव्य स्कुल, निकेश फर नेपाल, विष्णु बास्कोटा फाउन्डेसन काठमाडौँ, काव्य के किड्स काठमाडौँको यो सहकार्यमा जुन किसिमको यो हाम्रो विष्णुको जन्मस्थान र उसले चाहिँ कखरा चिनेको यो विद्यालयमा आएर जुन किसिमको योगदान गरिरहनु भएको छ हाम्रो विष्णु बहिनीको श्रीमान हाम्रो चाहिँ नवराज बास्कोटाज्यूको पहलमा यो त हामीलाई चाहिँ एकदमै उदाहरणीय बनेको छ र वास्तवमा यो विद्यालयको प्रगति उन्नति के भइरहेको छ भन्ने सन्दर्भमा चाहिँ हाम्रो हेड सर हाम्रो शिवकुमार दाजुलाई बढी हाम्रो विवाह समितिज्यूहरूलाई बढी थाहा होला। तर हामीले पनि सरस्वती बाहिर हेर्दाखेरि अब अहिलेको जमानामा तपाईँको यो विज्ञान र प्रविधिको जमानामा धेरै नै सपोर्ट पुगेको छ भन्ने मलाई लाग्छ। यहाँ आज पनि धेरै यहाँ शैक्षिक सामग्रीहरू अगाडि पछाडि म देखिरहेको छु। धेरै पहिलेदेखि विगत 3 वर्षदेखि त लगातार यहाँ खानेपानीदेखि लिएर टोयलेट यो मैत्री अपाङ्ग मैत्री खालको पनि टोयलेटको व्यवस्थापनदेखि लिएर पोहोर चाहिँ कम्प्युटर र टिभीहरूको यहाँ हस्तान्तरण गर्नुभयो। यसले पक्कै पनि हामी सहजै अनुमान गर्न सक्छौँ शैक्षिक उन्नतिमा बच्चाहरूको शैक्षिक उन्नतिमा धेरै नै ठुलो योगदान पुगेको हुनुपर्छ। यस्तो यो उदाहरणीय हुनुपर्छ र मलाई चाहिँ लाग्छ यस्तो कामहरू चाहिँ राज्य स्तरबाट गर्नुपर्ने। तर यो एउटा स्कुल सपोर्ट प्रोग्राम जुन बाट यो कोलाबोरेसनबाट भइरहेको छ विभिन्न विष्णु सापकोटा फाउन्डेसन, काव्य स्कुल, निकेल्स फर नेपाल लगायतबाट भइरहेको छ यो उदाहरणीय छ र म यसको चाहिँ नमन गर्दछु शिर झुकाई। धन्यवाद, नमस्कार। धेरै कालदेखि विभिन्न शैक्षिक सामग्रीहरू र अनि हामीलाई बाँच्दा पनि मर्दा पनि र जुनसुकै समयमा पनि आवश्यकता पर्ने हाम्रो जीवनको लागि हाम्रो जीवन जिउनको लागि आवश्यकता पर्ने पानी समेत पानी धारा समेत उपलब्ध गराइदिनु भएको काव्य विद्यालयका हाम्रा आदरणीय अथवा हाम्रा गुरुजनहरू र काव्य विद्यालय पाल्नुहुने सम्पूर्ण हाम्रा अतिथिज्यूहरूलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। र यहाँ आज हाम्रो कार्यक्रममा उपस्थित भएर अथवा यो कार्यक्रममा हामीलाई धेरै धेरै शैक्षिक सामग्रीहरू यहाँ उपलब्ध गराइदिएर पाल्नु भएकोमा म मेरो हृदयदेखि नै र हाम्रो विद्यालयको यस एरिया क्षेत्रभित्रको हाम्रो अभिभावकज्यूहरू, हाम्रो विद्यार्थी भाइ बहिनीहरू र हामी स्टाफ लगायत सम्पूर्णले चाहिँ उहाँहरूलाई सधैँ सधैँ सम्झिरहनेछौँ। उहाँहरूलाई सधैँ सधैँ यस्ता कार्यक्रमहरू ल्याइदिनुहोस् भनेर उहाँहरूलाई हामी आशामुखी बन्नेछौँ र सधैँभरि हामी आशामा रहनेछौँ। र यस कार्यक्रमलाई अति छिटो पनि गर्नुपर्ने भएको छ किनभने उहाँहरूको कार्यक्रम अन्तर जिल्लामा भोजपुर समेत गएर कार्यक्रम आजकै कार्यक्रम उहाँले सेड्युल बनाएर आउनु भएकोमा उहाँहरूलाई छिटो छिटो कार्यक्रम गर्नुपर्ने छ र हाम्रा अन्य वक्ताजीहरूलाई पनि छिटो छिटो कार्यक्रम गरिदिनु हुन म अनुरोध गर्दै र यो कार्यक्रम अहिलेदेखि अथवा सुरुवातदेखि अन्त्यसम्म सफल पार्नको लागि यहाँ सहभागी हुनुभएको सम्पूर्णमा म
स्वागत गर्दै विद्यार्थी भाइ बहिनीलाई पनि हार्दिक हार्दिक स्वागत गर्दै मेरो 2 शब्दहरू यही नै स्वागत मन्तव्य अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद। भन्दा 3 साल अगाडिदेखि सहयोग गर्दै आउनु भएको पहिली टोयलेट, त्यहाँदेखि कम्प्युटर, दोस्रो कम्प्युटरको विभिन्न कम्प्युटर सिस्टमका मेसिनरी सामानहरू दिनुभएकोमा धेरै आभार खुसी, यो विद्यालय खुसी विद्यालयको समिति सहित सबै सम्पूर्ण शिक्षा सहित विद्यार्थी सहित खुसी भएको हुनाले अहिले पनि फेरि विभिन्न सामानहरू फेरि ल्याएर सहयोग गरिदिनु भएकोमा म धेरै धेरै विद्यालयको तर्फबाट र हामी सम्पूर्ण गाउँलेवासीको तर्फबाट मुरी धन्यवाद दिँदै यस फाउन्डेसनलाई अरू पनि सहयोगमा भएमा मिलेमा फेरि पनि सहयोगको आकर्षण गर्दै यो अहिले दिएको सामानलाई हामी संरक्षण गरेर यसलाई सुरक्षित गरेर यो यस्तो विद्यार्थीको फलोस् फुलोस् भन्ने कामना गर्दछौँ। हस् त, धन्यवाद।